बोलाउन बाबालाई घरकै कुखुरा नि बेच्छन् नि घरकै मान्छेलाई मम्मीले बाबालाई भाले बेचेको हैन गाह्रो छ हेलो एभ्रीवान वेलकम ब्याक टु माई च्यानल अनि सबैजना नमस्ते आज चाहिँ श्री पञ्चमीको दिन हैन अनि सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौं हैन किन त्यस्तो भन्ने खानै दिनै छ गाह्रो छ साथीहरु आज चाहिँ हाम्रो बेबीलाई चाहिँ कान्छेड दिने भनेको उहाँलाई चाहिँ दुख्छ छान बेबी है अब कटिङ हो कुन गर्ने होला के देखाउनु त दाइ उठाउनै झ्याउतिर जाने हो कुन राम्रो हुन्छ र यही राम्रो हुन्छ पत्रोवाला पनि राम्रो हुन्छ उलाई सुने जस्तो भयो के हैन म खै देखाउनु त अर्को कस्तो छ बेबी लोटौला है छान बेबी खुइलिन्छ म त भुल्नु भयो होला भन्ने थिएँ भुले थिएन मैले त्यहाँ तल एउटा दिदीले पनि भन्नुभएको थियो त्यही सुनको जस्तो हुन्छ त्यो लाइदे ओके यो मलाई त पत्थर मन परेन के यो हुन्छ के सुन जस्तो लाइदिन्छ अहिले बनाउनु जरुरतै छैन बनाउने हो उत्तिकै अनि ल बनाऊ अब लगा लाइदियो किन नलाइदिने यत्रो लाइदियो न कसले लाइदिनु न मैले लाइदिएको त नि ल सिक्री लाइदियो त त्यहाँ त के लाउने हो र बेबी हैन सिक्री बनाइदिए के बनाइदिए के बनाइदिनु त्यहाँ के बनाउने कान्छ अब त्यसले छाप्ने अरे यसरी अब रुनी होला के रे रुन्छ त के रे ल सान बेबीको कान छैन पर्यो अब सान बेबीको कान छैन लागेको ठिक्क राम्रो ठाउँमा छैन पछि नरुवा ड्याडीले फेरि रुवाउनलाई गरे ए सान बेबी हाडिदिनुस् हाडिदेऊ न ठिक्क ठाउँमा छेड्न पर्छ ठिक्क मेरो मच्छरले तोकेछ है बेबी तिमीलाई त नाइ दाइहरूलाई थाहा होला नि ठिक्क ठाउँमा होइन म त मैले भाउजूलाई नि फोन गरेको थिएँ तर भाउजू फोनै उठाउनु भएन जाऊ दुध लिएर आऊ तिमी ए आज सरस्वती पूजा त्यही भएर कान छेड्दा त कस्तो हुन्छ धान बेबी कस्तो हुन्छ नि अया हुन्छ धान बेबी अब ल नचला रोका रोका र भएन के दाइ रोक्ने मेरो बच्चा दुखो नि दुखो छोपिदिनु त यहाँ माइजाउँ त आमो बाई दुखे जान बेबीलाई दुख रातै भयो काम त साथीहरू मेरो बेबीले चाहिँ कान छेड्नु भयो वा कस्तो नाम देखेको रहेछ राम्रो अझ भुल्नु भयो बिस्तारै कान पनि रातै भएछ कान पनि रातै भएछ चान बेबीको अम्मो नि रुनु भयो एकछिन चाहिँ मजाले हो यता हेर्नुहोस् त चान बेबी यता हेरिदिनुहोस् त एउटा टप मात्रै देखियो बेबीको त रिस उठेछ नि म त अनि दुखेछ टन त्यही होइन त्यो छेड्न भएको भए कति गाह्रो हुन्थ्यो के टङ्की बच्चा यता हेर्देऊ न त्यो नाम के भयो छेउकै जाऊ भन्यो न कान्छुको भन्यो न यता हेर्देऊ बेबी यता हेर्देऊ त छान बेबीको छकियो छान बेबीले त हप्लाएको रहेछ भन्देऊ न यो बुढी रोको बुढी रहेछ छान बेबी लुनी रहेछ छ
छकियो फाइनली हाम्रो कान्छेरी र भने न छकियो हाम्रो कान्छेरी र म रोएको छु साथीहरू भने न म रोएको छु ल मलाई अया भएछ कान्छेरी र साथीहरू भन्नुहोस् ल हुन्छ अब मेरो छकियो अब म लुन्छु भन्देऊ न त्यही साथीहरू आज चाहिँ मेरो बेबीले चाहिँ कान्छेर्नु भयो फाइनली को चाहिँ नाम देखे कोही चाहिँ यहाँ पैसा फर्काउन बाबालाई के त्यो 1500 पर्दैन रे घरकै कुखुरा नि बेच्छ न नि घरकै मान्छेलाई अचम्म गर्ने भए बाबा हक्ने पैसा फर्काउनु पर्यो कि नै घरको पैसा मम्मीले बाबालाई भाले बेचेको होइन 300 रुपियाँ 2 महिना पाली पर्छ गाह्रो छ हजुर दिनु पर्यो म दिन्न कि खाँदैन खान छोडिदियो है गाह्रो छ त्यही साथीहरू अनि आजको भिडियो चाहिँ यति नै थियो अनि सानो बेबीलाई चाहिँ आज कान्छेरेको किनकि ठुलो भएपछि अलि झन् गाह्रो हुन्छ नि त अनि अहिले सानोमा बरु केही थाहा हुँदैन अनि त्यही भएर चाहिँ आज उहाँको कान्छेरिदिएको अनि कति धेरै रुनु भयो सो स्याड के गर्ने होइन अब रहन मन लागेको त होइन त्यही पनि अब के गर्नु दुख्यो नि त सो त्यही हो मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि मेरो च्यानलमा जो नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ लाइक एन्ड कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला साथीहरू ओके बाई 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 बाई